हेलो गाइज हामी यहाँ तीनजना हिँडिरहेको छौँ हामी कहाँ हिँडेको अरे यता अर्को भ्लग सुरु भइरहेछ हामी कहाँ हिँडेको गाइज श्रीनगर यस्तो होइन श्रीनगर ऊ त्यहाँ श्रीनगर मेकअप गयो भने एकदम दुःख मान्दैछन् आफ्नो म पबी हो मास्क लगाएको लागि 24 घन्टा खासै त्यस्तो खासै होइन तर मुख देखिआएको नि थाहा होइन बनाउँछ बोलिरहेको म थाहा छैन हेरेँ होइन यतिकै ट्राई मात्रै गरेको है गाइज उताबाट हामीले देखाउँछौँ यहाँ हाम्रो यो तानसेन भ्यू हेर्नु अब कस्तो राम्रो छ हामी मान्छे पनि राम्रो राम्रो छौँ तीनजना म अलि नराम्रो चाहिँ यिनीहरू चाहिँ राम्रो छ थ्याङ्क यू गाइज अब हामीले अझै देखाउँछौँ लि हामी यहाँ थके मार्दैछौँ गाइज हामी यति थके मार्दैछौँ गर्मी छ यस्तो उहाँलाई देखाउँदै उता मर्निङ दिउँसोमा इभिनिङ वाक हिँड्ने हुनुहुन्छ दिउँसो 4 बजे बल्ल हिँड्ने खाऊँ कति बेला घुमेर कति बेला फर्किनु थाहा छैन उहाँ चाहिँ अब माफ वाली म धेरै बोल्ने वाली ऊ त्यो बकुल्ला वाली सोझी अरे ल गाइज अब हामी पुग्न लाग्यौँ श्रीनगर अब हामी यहाँ हिँड्दैछौँ अब हिँडै छौँ अघिदेखि हिँडिरहेछौँ घाम छ क्या अहिले फेरि यति बेला पनि 5 बज्न लाग्यो तर पनि घाम छ त्यही हो गाइज अब हजुरलाई हाम्रो यो राम्रो दृश्य देखाउँछौँ हाम्रो यो घुमाइको यति मेहनतको यति हिँडाइको फल राम्रो हुनेछ भनौँ अनि उता फेरि उता पोज दिँदै हिँड्नुभयो आज फेरि शनिबारको दिन नि त अनि धेरै घुम्न आइरहनु भयो रहेछ धेरैजना घुम्न आइरहनु भएको छ क्या हाम्रो जस्तै साथीहरू धेरै आउनुभएको छ हामी चाहिँ बल्ल हिँड्दैछौँ अझै छ अझै लाग्छ अब धेरै टाइम लाग्दैन होला अब सायद आई थिङ्क है आउनु त आइरहेको म पहिला पनि त्यही त त्यस्तै छ गाइज ल गाइज हेलो गरिदेऊ गाइज हेलो गरिदेऊ ल गाडी आयो सायद गाइज हामी फाइनली आयो गीत बजिरहेको छ नाच्नु भइरहेको छ बाटोमा उता हिँड्न नसकेर उता हेर्नु उता हिँड्न नसकेर दुःख पाइर खोली सलाला झालको झालाला आज पिकनिक रहेछ कि के रहेछ कुनै रमाइलो छ अहिले है के रहेछ श्रीनगरमा अब हामी आइसकेका छौँ त्यहाँ त दाईहरू अङ्कलहरूले हेरिरहनु भयो हामीलाई को आयो नमुनाहरू भनेर हो कि खै कुनै के हो यति राम्रो मान्छे नदेखेर हो कि जीवनमा राम्रा छौँ हामी फेरि राम्रा बनाएर आछौँ नि त आएछु चिटिक्क भनेर भेटौँला भनेर तिमीलाई भेटौँला भनेर खोली यिनीहरू फेरि जाँदै यस्तै छन् कि हिँड्नेपछि सम्झना टिकटेबाट ठिक्क हुन्छ अर्कै चुप्लाएर उभिँदा ठिक्क हुन्छ म बोल्दा ठिक्क हुन्छ अब के हो गर्ने यस्तै छ आइसक्यौँ है गाई चाहिँ उहाँहरू हिँड्दै हुनुहुन्छ ल गाइज हामी आइसकेको छौँ हेर्नु यस्तो रमाइलो छ हाम्रो यता यहाँको दृश्य राम्रो छ उता गीत बजिरहेको छ उता हिँड्दै हुनुहुन्छ उहाँ दुईजना फुल्लिँदै हिँड्दै हुनुहुन्छ उता हेर्नु कसो गरी भिडियोमा आएन भनेर लास्टै नमुना जस्तो गरेको छ नि कति राम्रोसँग बोल्छन् कति क्युट गरेर बोल्छन् फेरि माया लाग्दो गाइज हामी श्रीनगर आइसकेका छौँ भर्खर आउँदैछौँ भनौँ न त पुरै पिकनिकहरू चलिरहेको रहेछ है रमाइलो छ जे होस् रमाइलो छ अब हामी यहाँ घुम्छौँ एकछिन मजाले फोटोसोटो खिच्छौँ टिकटक बनाउँछौँ अनि जान्छौँ उता बाउलाहरूको डान्स हेर्नु है उता बाउलाहरूको डान्स हेर्नु गाइज पढेको भर्खर दाउला डान्स गरेको थिएँ मैले भिडियो बनाएपछि रोकेँ के भएछ र ठिकै छ हामी यस्तै छौँ उता पिकनिक ड्राई पिकनिक जस्तो छ गाइज रमाइलो छ श्रीनगर रमाइलो हुन्छ क्या यस्तै छ यता रमाइलो छ हामी यहाँ हिँड्दैछौँ उतातिर हेर्न गाइज यता फेरि यस्तो रमाइलो आन्टीहरू खेलिरहनु भएको छ पिङ खेल्नु भयो हामी खेल्ने भनेको के आन्टीहरू खेल्नु भएको छ के डिस्टर्ब गरिदिनु जस्तो भयो तर हामी गर्दैनौँ के यस्तो रमाइलो छ यहाँ के रुख अरे तपाईँले चिन्नुहुन्छ भनेर कमेन्ट गर्ने के को रुख हो अरे यो के को रुखको कमेन्ट गर्नु होला रमाइलो छ गाइज यस्तो राम्रो रुख छ त्यहाँ साथीहरूले भन्दैछन् राम्रो छ गराऊ यहाँ फोटो खिच्छ भन्दैछन् फोटो खिच्न जाऊ जाने अरे उता यस्तो यताबाट हामी यताबाट जान्छौँ है त यताबाट जान्छौँ ल यहाँ गेम भइरहेको रहेछ गाइज यस्तो राम्रो छ नि त यहाँ
गाइज हामी हिँड्दैछौँ बाटो फेरि लास्टै हामी आउनु भन्दा होला कुनै एकदम राम्रो बनाउँदै हुँदो रहेछ हामी अलि छिटो आयौँ क्या हो कि ढिलो आउनु पर्दो रहेछ थाहा भएन छिटो बनायौँ छिटो हिँड्यौँ अनि त्यसपछि यस्तै गाह्रो गरेर हिँडिरहेको छौँ त्यसपछि हिँड्न खासै बानी छैन नि त खासै अनि यसो लोट्यो भने फेरि एमा त लोट्यो भने गिराउनु पर्छ अनि त्यही भएर सुस्त टाइम मिलाइ हिँडिरहेको छौँ सम्झना त फेरि कपाल लामो छ सम्झनाको उता आफ्नै भ्लगमा तिमी आफ्नो व्यस्त छिन् म आफ्नो भ्लगमा तिमीले आफ्नोमा देखाउँदैन हामीलाई देखाउँदैन मैले फेरि सबैलाई देखाउँछु कि उता फेरि खासै हिँड्ने विदेश गएर आएको हो खास हिँड्न जाने ढङ्ग छैन क्या कोरिया गएर आएको खासै ढङ्ग छैन हिँड्ने बिचरा त्यही भएर अलिक दुःख भइरहेको लोट हुँदै देख्नु भयो होला क्या त्यहाँ कस्तो छ हालत त्यस्तै भइरहेको अब त्यस्तै खासै नेपाली बोलाउनु खासै आउनु कि कोरियाबाट आइयो कि खासै जाने कि अनि जापान कोरिया गएर मिच्छी अब जापान जाने भन्दै क्लास पढ्दैछु कि बिचरा यस्तो गाइस हात गल्यो मेरो एकपछि गर्छु भिडियो हात गल्यो हेलो साथीहरू अब हामी गिराउँदै जान्छौँ है सुम्पे हिँड्दै तिमीलाई ल 1 2 3 गो सुम्पे हिँड्दै तिमीलाई हृदय मेरो नतोड जीवनको बाटो सलामो एक्लै बैचमा नछोड धरती साँची छ हृदयको माया तिम्रै हो यो जीवन मात्र होइन अर्को जुनून पनि तिम्रै हो हेर न हेर जान्छ टाढै नै फुलै ढाक्यो माथि फेर एउटा ठुल्ठो मात्र सिदेउला अझ हामी हिँड्दैछौँ अब हामी आउन लाग्यौँ है मन्दिरतिर आउँदैछौँ श्रीनगरको यहाँ मन्दिर आयो अब हामी मन्दिरमा जान्छौँ है गाइज यहाँ आउँदै हामी हिँड्दैछौँ हामी त श्रीनगरको यो गेटभित्र छिरिसकेका छौँ अब सिँढीतिर जानु लाग्यो उता मन्दिर छ घुम्छौँ यताउति गर्छौँ अनि त्यसपछि हजुरलाई पनि देखाउँछौँ हामीसँगै घुम्नु होला हजुरहरू पनि श्रीनगर को आउनु भएको छ कमेन्ट गर्नु होला हामी आइसक्यौँ है यहाँ श्रीनगरको मन्दिरमा आइसक्यौँ शीतल चलिरहेको छ यहाँ अब हावा आइरहेको छ देखाउँ अझै हुन्छ थाहा छैन अब लगभग आउनु लाग्यो यहाँ गाइज हामी अब यहाँ आइसकेका छौँ चन्द्रमामा आइसकेका छौँ यताको भ्यू हेर्नु कस्तो दामी छ राम्रो आइरहेको छ हेर्नु कस्तो राम्रो छ भ्यू गाइज हामी आइसकेको छौँ यहाँको भ्यू हेर्नु कस्तो दामी छ रमाइलो छ देखाम हामी हिँड्छौँ अहिले राम्रो छ है भ्यू गाइज अब हामी यहाँ सिँढीमा यहाँ टिकटक बनाउँदैछन् सम्झना आइ गरिदेऊ सम्झना टिकटक आयो उहाँ बिचरा पबीलाई टिकटक बाँधेर हैरान भइसक्यो यहाँ कस्तो रमाइलो भइरहेको छ फोटो खिचिरहेको फोटो त खिच्छ होइन अब भिडियो बनाउँदै यहाँ यस्तो राम्रो छ भ्यू हेर्नु न पछाडि कस्तो राम्रो छ ऊ त्यो भ्यू हेर्नु कस्तो राम्रो छ हामी मान्छे राम्रो छौँ अब हामी एकछिनमा अब जान्छौँ अब फोटो खिच्न छ चार्ज पनि सकिन आँट्यो अब पर्सेन्ट छ भन्दा 26% छ मेरोमा फोटो खिच्नु पनि टिकटक बनाउँदा अझै भ्याइने चित्तै बुझाइ नि टिकटक बनाउँदाखेरि त्यही हो गाइज अब तिमी नआउँछौ त भन्दै बनाउँदैछौँ हामी यत्तिकै देखाउँदैछु हजुर मैले भ्यू कस्तो राम्रो भ्यू छ माथिबाट आएर राख्नु मान्छेहरूलाई तपाईँहरू पनि श्रीनगर घुम्न आउनु होला यस्तै रमाइलो गरौँला के खाउँछ त्यहाँ अब कुनै के खाउँछ त्यहाँ राम्रो बाटो उता रानीमल उता रानीमल गइन्छ उताबाट रानीमलतिर गइन्छ राम्रो छ भ्यू चाहिँ दामी छ है गाइज उहाँ देखिरहेको चाहिँ माडी फाट हो है ऊ त्यो माडी फाट हो सम्म छ पानी भरेर अब रोप्ने बेला भएछ नि त त्यही भएर राम्रो देखिरहेको छ भ्यू चाहिँ आजलाई यति नै गाइज बाई भन बाई गाइज थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई भन बाई गाइज थ्याङ्क यू फर वाचिङ माई भिडियो थ्याङ्क यू हाम्रो घुमाइसक्यो है बाई अरू केही भन्न छ सबैजनालाई उफ